हेलो साथीहरू, म चाहिँ आज यहाँ मेरो अलिकति बारी तपाईँहरूलाई देखाउँदैछु। यहाँ चाहिँ साग फेरि अर्को छिमन लगाएको छु। यस्तो हुँदैछ। यी लाफा सागहरू पनि लगाएको छु साथमै। अनि यहाँ रायो साग छ, मुला पनि छ। यो मुला साग चाहिँ यस्तो भइसकेको छ अहिले। यो चाहिँ नयाँ अरू मटरहरू यहाँ मटर यो लाइन लाइन लगाएको छु यसरी। हेर्नुहोस् साथीहरू। अनि यहाँ चाहिँ मैले आलु माटो दिइसकेर अलिअलि पानी लगाइदिएको छु आलुलाई चाहिँ। यहाँ आलु गोड्दैछु म। अनि पानी लगाउँदै गोड्दै पानी लगाउँदै गोड्दै गर्दैछु। यो चाहिँ आज गोडेको हो मैले। यहाँ भिडियो बनाएको नि। यहाँ चाहिँ मैले अब यहाँ कोदालो लिएर चाहिँ अब यो माटो दिँदैछु त। अहिले यहाँ माटो दिएको यो मैले। अनि यहाँ चाहिँ यति बाँकी छ माटो दिनुलाई। यति चाहिँ माटो दिइसकेँ। यहाँ चाहिँ म यसरी माटो दिँदैछु। अनि कस्तो लाग्यो यो आलु बगान हेर्नुहोस्। अलिकति देरी भएकोले गर्दा नभए चाहिँ पहिलेको आलु चाहिँ त्यस्तो अग्लो भइसकेको छ। यहाँ यो फास्ट एक ड्याङ रोपेको थिएँ। यो चाहिँ खाने बेला भइसक्नु आँटेको छ। यो चाहिँ लास्ट पानी दिइभएको छ यसलाई चाहिँ। अनि कस्तो लाग्यो दर्शकबिनलाई मेरो भिडियो? राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् है साथीहरू। थ्याङ्क यू।